चुनाव लडेर आएको डिक्टेट नगर्नुहोस् न। यो तरिका भएन उहाँ बोलिरहनु पायो होला। तपाईँले चाहिँ डिक्टेट गर्ने म आफ्नै अनुभव सुनाउँछु हेर्नुहोस् है। यो सम्पत्ति शुद्धिकरण भन्ने चाहिँ प्रधानमन्त्री कार्यालयमा अहिले पछि लगेर तानेर राखेको छ क्या। यो किन राख्या भने नि यो चाहिँ माल खान राखे क्या। चुनावका बेला प्राइम मिनिस्टर जोसुकै भए पनि प्राइम मिनिस्टरहरूले ठुला व्यापारीहरूलाई चाहिँ ट्वाक्क चिठी काट्ने, छापा हान्न पठाउने, अनि माल यति करोड भनेर चाहिँ लिने, अनि आफ्नो चुनाव चाहिँ लड्ने। यो देश यस्तो अपराधीकरण भएको छ अहिले। कानुनमा टेकेर यो देशमाथि व्यापारीहरूलाई भर्चुअली रेप गरिएको अवस्था छ। यहाँ मान्छेलाई हैरान गराएर देशका धेरै भयो 1 वर्ष, तर प्र्याक्टिकली 1 वर्षमा देशका सबै कम्पनी गर्न सकिँदैन। 2 वर्ष गर्नुहोस्, 2 या 3 गरौँ, 2 या 3 गरौँ, त्यहाँभन्दा ब्याक नजाने क्या। मान्छे मरेर हैरान हुने भयो। कि त अब भन्नु पर्यो, सुन्नु न, कि त भन्नु पर्यो तपाईँ हामीले त खाना पाएको छैनौँ, हामीलाई खानु पनि छैन तपाईँ हामीलाई। तर यो एउटा कुरा बुझ्नु होला, खाएका छन् यहाँ खानेले। र देश लुटतन्त्रमा गएको छ। त्यस कारणले गर्दाखेरि यो रोक्नु पर्यो। कानुनलाई टेकेर लुट्न पाइने कानुन चाहिँ हटाइदिनु पर्यो। तपाईँले बाइपास गरेर पेलेर यो कानुन पास गरेर लान्छु भनेर सोच्नुभएको छ भने लानु होला। अन्यथा यो कानुन कि तपाईँले हामीलाई चित्त बुझाउनुपर्छ, सरकारले हामीलाई चित्त बुझाउनुपर्छ, होइन भने हामी अमूर्त कोठामा बनेका कानुनलाई यहाँ आएर साक्षी बसेर साइन गर्दैनौँ। क्लियर हुनुहोस्। यो चाहिँ हामी यसको विधि सम्मत के हो, नोट अफ डिसेन्ट हो कि उभिएर विरोध गर्ने, त्यही गर्छौँ हामी। र जबरजस्ती पास गर्न पाउनुहुन्न है। अब हदै भएछ भने सचेतकले हामीलाई यो समितिबाट निकाल्नु होला। त्यति नै हो। भनेदेखि यहाँलाई आग्रह फेरि पुनः 500 को नोट बोक्न नपाउने कारण के, 1000 को नोट बोक्न नपाउने कारण के, 2000 आइसी को नोट बोक्न नपाउने कारण के, र 25,000 आइसी भन्दा माथि $10,000 को लिमिट अथवा इक्विभ्यालेन्ट आइसी हामीले बनाउँदाखेरि यो मुलुकलाई हुन्छ घाटा के। त मुलुकलाई घाटा हुन्छ भनेर कि तपाईँले हामीलाई बुझाउनु पर्यो, चित्त बुझाउनु पर्यो। सर आज नभए भोलि बसौँ, पर्सि बसौँ। यहाँ पुगेर तपाईँहरू उहीँ बोलाउनु भयो भने मलाई त एक्लै राखेर त हामीलाई 2-4 जना मात्रै बोलाएर राष्ट्र ब्याङ्कमै बुझाइदिने भन्छ। हामी आइदिउँ त्यो गरौँला कि चाहिँ हामीले उठाएका सवालहरूलाई तपाईँहरूले समर्थन गर्नु पर्यो। जुन हामीले लास्ट टाइम पनि उठाएको र हाम्रो सबै यहाँ भएका सांसदहरू हामी लगभग एकमत छौँ यो विषयमा। राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयलाई मेरो एउटा क्वेसन छ है। अब हामीले नबुझेको विषय, हजुरहरू सबै विदेश जानुहुन्छ। म अमेरिका जाँदाको अनुभव तपाईँलाई सुनाउँछु। त्यहाँ प्लेनमा झार्ने बेलामा एउटा डिक्लेरेसन फर्म दिन्छ प्लेनमै। धेरै पटक कहिलेकाहीँ दिएन भने इमिग्रेसनभन्दा अगाडिपट्टि एउटा सेल्फ डिक्लेरेसन फर्म भन्ने भर्न पाइन्छ। मैले संसारको उच्चतम कन्ट्रीबाट सुरु गरेँ हो कि, किन हामी त अझ गरिब भयौँ। र मनी लन्ड्रिङ त अझ वेस्टर्नहरूको इन्ट्रेस्ट हो भन्छ मान्छेहरूले भन्दाखेरि, होइन। अब त्यहाँ जाँदाखेरि चाहिँ तपाईँसँग त्यहाँ लेखा हुन्छ होइन, इफ यु आर क्यारिङ मोर देन $10,000 देन प्लिज डिक्लेयर, इफ नट नेसेसरी। भनेपछि $9,979 तपाईँले पकेटमा क्यारी गर्नुभएको छ भने अमेरिका जस्तो समृद्धशाली देश जसले मनी लन्ड्रिङको बारेमा सबभन्दा सेन्सिटिभ देश हो कि, त्यहाँ डिक्लेयर गर्नु पर्दैन। भनेदेखि हाम्रो देशमा चाहिँ तपाईँहरूलाई राष्ट्र ब्याङ्कलाई र चाहिँ अर्थ मन्त्रालयलाई के चाहिँ त्यस्तो आपत्ति पर्यो जसको कारणले गर्दा यो मुलुकमा भारतबाट आउने भारतीय नागरिकहरूले 25,000 भन्दा बढी बोक्न नपाउने तपाईँहरूले कानुन बनाउनु भएको छ।